हेलो एभ्रिवान नमस्ते ल हेर्नु फुटाइरहेको नमस्ते भन नमस्ते सबैजनालाई र आज हामी दुईजना चाहिँ कलर गिफ्टिङ च्यालेन्ज खेल्न आँटेको छौँ होइन यो चाहिँ एकदम ट्रेन्डिङ भाइरल भइरहेको थियो नि त भिडियो र मलाई चाहिँ पुरा यो इच्छा लागिरहेको थियो खेल्नु होइन अन्त चाहिँ मैले उसलाई चाहिँ भनेर चाहिँ एकदमै रिक्वेस्टेड भिडियो यो चाहिँ मेरो होइन उसलाई भनेर अनि हामी खेलौँ भनेर चाहिँ अनि त्यही आज चाहिँ हामीले मार्केट गएर केही गिफ्टहरू लिएर आएको तर हामी जान चाहिँ सँगै गएको तर इन्डिभिजुअल नै किन्नु गएको गिफ्टहरू चाहिँ होइन अब भिन्दै गएँ अनि म भिन्दै गएँ अनि र हामीले चाहिँ के गिफ्टहरू लिएर आएको छु यो चाहिँ मेरो झोला हो तिम्रो झोला देख्यो तिम्रो कोटाउनु थाल्यो त मैले देखिसकेँ त तिम्रो अघि त हो अन्तखेरि चाहिँ के छ होइन यो गिफ्ट देखाउँछु ल स्टार्ट गर्ने कुन कलर त्यो भन न पहिला कलर फर्स्ट ब्लू ब्लू माय फेभरेट कलर ब्लू अरे तिमी देख पहिला ब्लूमा के ब्लूमा के ल्यायो इङ्ग्लिस परफ्युम ओह इङ्ग्लिस परफ्युम यो मलाई चाहिने थियो तर होइन परफ्युम तिम्रो पनि एकदमै के हेर्नुहोस् है मलाई के ल्याइदियो खै हेरौँ त तिमीलाई यो पनि तिम्रो फेभरेटै हो हेर्न यो के हो के हुन्छ अन्त नि यो सिक्रेट ब्लू अनि के चाहिने कुरो दिनु परेन ब्लू के दिनु होइन साथीहरू उसले खाने खालि सिक्रेट भन्छ होइन ए ब्लू कलर छ यो चाहिँ थ्याङ्क यू नेक्स्ट कुन कलर भनौँ नेक्स्ट येल्लो मेरो फेभरेट येल्लो के खोट्टा खेलेर फेरि के किनेको थियो येल्लो यहाँ त मेरोमा होइन के हो अच्छा त्यसमा त येल्लो 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 जान्छ के ल्यायो त्यसो चाहिँ पक्कै मिठाई तपाईँहरूलाई थाहा छैन किन गिफ्ट प्याक गरेको येल्लो त त्यो ब्लू देखिहाल्यो त होइन दिस येल्लो थ्याङ्क यू तिमीलाई के छ होइन हेल्दी दिएको नि त मैले यो त हामी लङ्गर पाइहाल्छु त लङ्गर पाउँछु कि यतै हेल्दी हो नि त होइन यो नि त त्यस्तो त म खान्न मिठाई त नेक्स्ट ग्रिन 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 चाहिँ यसमा पनि छ है यसको साथमा छ नि त यो छ नि त त्यसको साथले ग्रिन चाहिँ मलाई चाहिने हो है त्यो चाहिँ एकदम पेन्टहरू अहिले उयसमा चाहिन्छ पेन्ट गर्नुको लागि पेन्ट अहिले चाहिँ हामीले एकदम वेलफेयरमा एकदमै अब के बनाउनु दिइरहन्छ नि त होइन फेब्रिक पेन्ट हो यो थ्याङ्क यू कहाँबाट ल्याएको त्यस्तो दामी मन पाएको मैले तिमीलाई एकदमै इम्पोर्टेन्टै देख्छु है ल यो ग्रिन होइन अनि डिप ग्रिन हो वाट एभर डिप ग्रिन होस् लाइट ग्रिन होस् न ग्रिन त ग्रिन हो नि त यो चाहिँ उसको सक्स हो होइन ड्युटीवाला जाने एकदमै उसलाई चाहिँ दिनमा चाहिँ 3टा सक्स चाहिन्छ होइन अन्त पुरै सक्स चाहिन्छ भनेर चाहिँ एकदमै चाहिने दिएको छु ग्रिन नेक्स्ट कलर भन्नु पर्पल पर्पल त मैले केही नपाएको दिनमा लाग्यो यार के ल्यायो तिमीले पर्पल डोरिटोस मैले केही न सो क्युट ल तिमी यस्तो पनि किन्नु जान्छौ तिमीले थ्याङ्क यू ए मैले उसको लागि केही पाएन नि त पर्पल कस्तो क्युट रहेछ कता आयो यस्तो चाहिँ मैले देखिनँ त बजारतिर कस्तो दामी रहेछ हेर्नुहोस् न साथीहरू थ्याङ्क यू यस्तो पनि दिन जाँदै रहेछ त यस्तो खेलिरहेको छु ल नेक्स्ट कलर रेड देखाउ रेड तिमी देखौ तिमी देखौ न मैले भर्खर देखाएँ ओ वाउ के उसले त कस्तो दामी दामी देख्छ त म त खै देखाउ न मेरो देखाउ न पर्दैन अनि भित्र बोल्दैन नि त यो माथि रेड छ नि त थ्याङ्क यू दामी रहेछ देखो होला मेरो रेड त तिम्रो रेड खोइ चोको पाए उसको फेभरेट हो होइन यो पनि रेडै हो नेक्स्ट चाहिँ छ कोको कोला अच्छा थम्स अप ल्याउनु पर्छ नि थम्स अप त ग्रिनमा पाउँदैन के हो नेक्स्ट अब के छ ब्ल्याक
तिमीले नेपाली तिमीले खोल्यो ब्ल्याक ओली कता कताबाट ल्यायो भाइ यस्तो दामी दामी ल्याएको छ सबैले ब्ल्याक ब्ल्याक ए हाम्रो पानी गएको छ ब्ल्याक होइन साथीहरू आफूलाई काम लाग्छ ब्ल्याक मलाई काम लाग्दैन होइन 6 मिनट ए जति बोलेर आएछ ब्ल्याकमा अनि यो चाहिँ इम्पोर्टेन्ट होइन ब्ल्याक इनर वेयर छ है यहाँ चाहिँ दुईटा छ यसमा हाल्नु भनेको यसमा हालेर ल कस्तो दामी रहेछ कपडा है दामी रहेछ नि थ्याङ्क यू कस्तो क्युट क्युट दिएछ त उसले त अब लास्ट है लास्ट होइन लास्ट व्हाइट वाइट व्हाइट के हो यो यो पनि कलर अनि त्यो पनि कलर थियो त यो अर्को कलर हो नि त यो चाहिँ कुन कलर हो मार्किङ कलर आर्टिस्ट मार्कर कलर हो कलर हो यसमा छ व्हाइट चाहिँ यसमा छ व्हाइट त्यसमा के छ वाइट त्यो तपाईले भन्नु अन्त पनि म दिनु कि म दिनु यता मैले पनि खोलेर हेरेँ चाहिँ कस्तो छ भने व्हाइट कलर कलर के पेन्टिङ जुत्ता चाहिँ वाइट बुढीलाई मन पर्छ कलर चाहिँ कलर किनेको स्केच टाइप गरेको वाला मार्कर वाला है हामीले चाहिँ बेसी कलर उयो नखेलेको हामीले चाहिँ अन्ली 7वटा कलर मात्रै खेलेको थिएँ है बेसी पनि नखेलेको के दियो जुत्ता भएन हामी के दियो 121 रुपियाँ पऱ्यो प्याकिङ पो छ त के छ मलाई के त्यो बोला नि तिमी तिमीले लेखेको याद हुँदैन प्याकिङ भानु त होइन होला ए के ल्यायो यस्तो बुद्ध भगवान्को छ कहाँबाट हेरेँ यस्तो दामी हेर्नु ए त्यहाँ दामी रहेछ है दामी मन पऱ्यो त मेरो एकदम फेभरेट बेस्ट भाइ दामी गिफ्ट दिनुहोस् है यस्तो राई भन्नु यही होला मेरो उयो हाम्रो एनिभर्सरी गिफ्ट पनि तिमीले दिएको थिएनौ नि होइन मलाई कस्तो दामी छ मन पऱ्यो चाहिँ पुरा थ्याङ्क यू अनि नेक्स्ट चाहिँ तपाईँलाई वाइट मेरोबाट मलाई त व्हाइट त गन्जीको रहेछ अलिक चाहिने कुरो दिएको त मैले होइन चाहिने कुरो दिएको नि त अब के बित्था बित्था किन दिनु भनेर जे कुरो चाहिन्छ त्यही त्यो दिएको होइन भयो ल हेर्नु सबैभन्दा बेस्ट चाहिँ मलाई यो मन पऱ्यो तिम्रो गिफ्ट तिमीलाई के मन पऱ्यो सबैभन्दा बेस्ट चाहिँ चोको पाएँ ल थ्याङ्क यू यति नै हाम्रो भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भनिदिन्छ ल बाई 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 भनिदियो